चाहिँ अहिले ठ्याक्कै यो राउन्ड अबाउटनिर म सिग्नलमा आइपुगेको छु। अहिले चाहिँ यहाँ पछाडि चाहिँ सिग्नल छ है, सिग्नलमा रोकिरहेको अवस्था हो। अहिले चाहिँ निकै नै घाम चर्को लागेको छ अहिले चाहिँ यहाँनिर। अहिले चाहिँ सिग्नल अलरेडी ओपन भइसकेको छ। अब चाहिँ सिग्नल ओपन भइसक्यो। अहिले चाहिँ यतातिर देख्न सक्नुहुन्छ तपाईँहरू निकै अग्लोबाट मिलेको छ यहाँनिर राउन्ड अबाउटनिर चाहिँ। यो चाहिँ दमाम हाइवेको पर्छ यो चाहिँ। ल हेर्नुहोस्, हामी चाहिँ यो सिधा गएपछि हाम्रो अफिस आइपुग्छ है। यहाँदेखि चाहिँ सिधा गएपछि ठ्याक्कै लेफ्ट जानुपर्छ, लेफ्ट। त्यसपछि हामी चाहिँ हाम्रो अफिसतिर आइपुग्छ साथीहरू। अहिले चाहिँ हामी यो लोकल हाइवेमा भित्र हिँड्दै हो। अहिले चाहिँ हस् त साथीहरू, अहिलेको लागि चाहिँ यति नै। हामी चाहिँ अहिले साथीहरू हामी चाहिँ अहिले पेट्रोल पम्पमा रोकेको छ अहिले गाडी पेट्रोल हाल्नुको लागि। तपाईँहरू देखिरहेको भएको छ पछाडि चाहिँ यो चाहिँ पेट्रोल पम्प हो। पेट्रोल पम्पको सिधा अपोजिट साइडतिर जस्तो छ तपाईँहरू देख्नुहुन्छ। हेर्नुहोस्, यो चाहिँ आरामको पेट्रोल पम्प मात्र यहाँनिर चाहिँ। अब चाहिँ फाइनली बिल लिएर अनि त्यस पछाडि हामी चाहिँ सिधै हाइवे रोड हुँदै अफिसतिर जाने गएको छ। हामी चाहिँ यहाँ टिकट लागेको अब फाइनली पेट्रोल पनि हाल्यो। अब चाहिँ सिधै हाइवे रोड भएर चाहिँ अफिसतिर लाग्ने हो। हामी चाहिँ अब फेरि हाइवे रोडसम्म दिएको छ अहिले। यहाँदेखि चाहिँ सिधा अगाडि गएर राइट लिन्छ हामी। यो चाहिँ खबरभित्रै पर्छ यो एरिया पनि। यतातिर साइडतिर चाहिँ होटेलहरू छ डल्लै। यो चाहिँ हामी चाहिँ ठुलो हाइवे छोडेर चाहिँ अर्को सानो हाइवेतिर लागेको छ अहिले। अब फेरि यहाँदेखि पनि राइट जानुपर्ने छ हामीलाई। यहाँदेखि पनि राइट गइसकेपछि सिधै अर्को हाइवे आउँछ, त्यहाँबाट पनि राइट लाग्छ भने चाहिँ। तपाईँहरू देखेर भएको छ होला यहाँनिर चाहिँ यस्तो छ दृश्यहरू। हेर्नुहोस्, यहाँनिर यस्तो अग्लो बिल्डिङहरू छ यहाँनिर। यो सबै अफिस एरिया पर्छ यहाँनिर।